Hello, namaste everyone. Welcome back to my channel. Today is very special vlog because it's Dasai time. So हामीले चाहिँ बिहानै उठेर 5 बजेतिर नै 5:30 बजेतिर चाहिँ हामी बस स्टप पुगिसकेको थियौं अनि त्यसपछि हामी यसरी जाँदै छौं. You can see it अनि तपाईहरु सबैलाई चाहिँ ह्यापी दसैँ 2082 अनि त्यसरी गरेर हामी यसरी जाँदै थियौं है. बाटोमा चाहिँ एकदमै राम्रो छ नि त यो खाडी सहरको बाटो हो. को चाहिँ यो बाटो हुँदै यात्रा गर्नुहुन्छ कमेन्ट पनि गर्नु होला. सो मेरो माइती गाउँ चाहिँ दोलखा हो. दोलखाबाट चाहिँ तल यता मुडेको बाटोबाट अलिकति तलतिर जानुपर्छ. मागा देउराली भन्ने ठाउँमा हो. सो दिस इज द डे फर्स्ट अफ माई दसैँ भ्लग सिरिज. सो स्टे विथ मी टिल द एन्ड है. अब यसरी चाहिँ मेरो भ्लग स्टार्ट भयो. यो चाहिँ अब म मुडे कटिसकेको थियौं. मुडेको चाहिँ भिडियो क्याप्चर गर्नै बिर्सेछु. खाना खाएर भोक लागेर एकदमै गाह्रो भएको थियो कि त्यतिखेर. अनि यो चाहिँ मुडे कटिसकेपछिको रोड हो. एकदमै राम्रो बनाएको छ. अहिले चाहिँ रोडहरु सबै पिच नै छ. यदि तपाईहरु सैलुङ यता घुम्न आउँदै हुनुहुन्छ भने रोडहरु चाहिँ एकदमै राम्रो नै छ है. सो यसरी चाहिँ हामी ट्राभल गर्दै थियौं. अब म तपाईहरुलाई मेरो मामा घर पनि देखाउँछु है. यो चाहिँ ठ्याक्कै यहाँनिर एउटा गेट छ. यसलाई चाहिँ निगाले बाखर पनि भनिन्छ. अनि यहाँबाट चाहिँ अलिकति टर्निङ लिइसकेपछि चाहिँ यहाँनिर एउटा गुम्बाहरु जस्तो छ के थुरहरु छ. अनि यहीँबाट चाहिँ मेरो मामा घर चाहिँ जान सकिन्छ. यहाँबाट यो फुटबल ग्राउन्ड छ. अनि यहीँको अलिकति तल एक स्टेप तल गएपछि मामा घर त्यही छ. अनि म चाहिँ यहाँ पुगिसके. घर पुगेर पनि सामान ल्याउन लागेको थिएँ. अनि बाबु चाहिँ अगाडि पुराएर आउनु पर्यो भनेर बाबुलाई चाहिँ अगाडि सारे. अनि बाबु चाहिँ एकदमै मम भन्दै मेमे मम भन्दै उ चाहिँ दौडिँदै अगाडि गइरहेछ. तपाईहरुले देख्न सक्नुहुन्छ. अनि जाँदै थियौं. यो चाहिँ मेरो ठुलबाको घर पनि हो. यो तलको चाहिँ ठुलबा र अंकलको घर हो. हाम्रो घर चाहिँ माथि छ. अनि हामी चाहिँ ममलाई बोलाउँदै थियौं. मैले नि बोलाए मम भन्दै. मम चाहिँ त्यहाँनिर घाँस दिँदै हुनुहुन्थ्यो जस्तो लागेको थियो बाख्रालाई. अनि हामी माथि जाँदै छौं. ल यसरी जाँदै थियौं. अनि हामी चाहिँ अब ममलाई भेट्छौं है त. ममको रियाक्सन हेरौँ है त. रिन्चेन चाहिँ अगाडि म मेमे ममलाई भेट्छु काउलाई भेट्छु भन्दै गइरहेछ. उ चाहिँ एकदम एक्साइटेड भएर. ल यो चाहिँ हाम्रो गोठ हो. यहाँ चाहिँ गाई छ. एउटा गाई छ. अनि गाईको सानो बाछी पनि छ. अस्ति भर्खर मात्र जन्मेको. धेरै भएको छैन. 1 महिना हुन लाग्यो. अनि मम चाहिँ त्यहाँ हुनुहुन्छ. मेरो प्यारी मम एकदमै माया गर्नुहुन्छ. ल यसरी हाम्रो चाहिँ छे गर्यो. रिन्चेनले ढोग्यो पनि. मैले चाहिँ 2 चोटी हैन 3 चोटी ढोक्नुपर्छ बाबा भन्दै सिकाउँदैछु. उले 3 चोटी नै ढोक्छ. अनि त्यसपछि अब यो मेरो पालो. मैले नि ढोगेँ. हजुरआमालाई आशीर्वाद लिएँ. अनि हजुरआमालाई भेट्दा यो गाउँमा छिर्दाखेरि चाहिँ यति आनन्द आउँछ कुरै नगरौँ. यसले चाहिँ एकदमै आनन्द तुल्याउँछ के. अनि त्यसरी नै ममसँग एकछिन कुरा गर्यौं. अनि मैले त सामानहरु लिनु थियो नि त. अनि सामानहरु लिन गयौं. अनि त्यसपछि चाहिँ ममलाई मैले हेल्प गर्न लागे. यहाँनिर मकै सुकाउनु भएको रहेछ. अनि पानी पर्न लाग्यो भनेर. अनि मकैहरु उठायो. अनि त्यसपछि मकै उठाएर सबै राखेँ अगाडि. अनि मेरो पुच्चेलाई चाहिँ भोक लाग्यो भनेर त्यहाँनिर उले चाहिँ दुध र चाउचाउ खाँदैछ. दुध खाइहाल्यो. दुध रहेछ. म काउ बुबु खाने भनेर काउ बुबु खाइहाल्यो. हामीले चाहिँ मही खाथ्यौं क्यारे. तर मैले त्यो भिडियो गर्न चाहिँ बिर्सेछु. मही खाथ्यौं. मही र चाउचाउ खाएको थियो. मही एकदम मिठो रहेछ. धेरै अमिलो पनि हैन धेरै गुलियो पनि हैन. ठिक्कको मज्जा आयो खाएर. अनि सबै अब थन्काउनु पर्यो भनेर म हजुरआमालाई हेल्प गरे. कोही हुनुहुन्न नि त घरमा. हजुरआमा मात्र हो. अनि सबै मकैहरु थन्को गर्दै छौं. तपाईहरुले देख्न सक्नुहुन्छ थन्काए. अनि त्यसपछि चाहिँ अझै पनि म मकै नै थन्काउँदै छु. के बोल्ने हुँदो रहेछ के. फर्स्ट चोटी भएर नि होला. भिडियोहरु चाहिँ सबै लिएकै छु. यसरी बित्दै छ यो आउने दिनको भिडियो चाहिँ. अनि अरु पनि भिडियो चाहिँ म पोस्ट गर्छु होला. तपाईहरुले कतिको लाइक कमेन्टहरु गर्नुहुन्छ त्यसमा भर पर्छ. अनि यसरी मकैहरु सबै थन्काउँदै थियौं. अनि त्यसपछि खाजा नि खाइसकेको थियौं नि त हामीले. खाजा खाएओरी. अनि त्यसपछि अझै बाँकी नै रहेछ है यो गर्नलाई.
अनि त्यसपछि चाहिँ म त्यहाँनिर धारामा गएँ कि धारा त्यहाँनिर पाइप लाउनु पर्ने भन्नुभयो। अनि धारामा त्यहाँ पाइप गर्न जानु लाग्यो, रिन्चेनले पानी खेल्न सुरु गरिहाल्यो। अब बच्चाहरूलाई तपाईँहरूलाई थाहा छ गाउँघरमा एकदम खुल्ला ठाउँ, उनीहरूलाई त कहाँ नै कहाँ आएको जस्तै हुन्छ नि त। अनि सबै पानी खेल्नलाई गरिहाल्छ। अनि म चाहिँ नुहाउनु पर्ने थियो, सबै एकदमै पसिना आएको थियो। अनि त्यही भएर नुहाउनको लागि पनि पानी रेडी गर्न लगाएँ। अनि त्यसपछि नुहाउन नि छिर्यो होला म एकछिनमा। बाबुले त्यहाँ पानी खेल्दै नै छ क्या अझै पनि। अनि त्यसपछि चाहिँ म नुहाइ गरेर अनि निस्किएपछि चाहिँ हजुरआमाले काँक्रो छ त्यहाँनिर एउटा दुईवटा मैले देखेको थिएँ भन्नुभयो। अनि काँक्रो टिप्न जाऊँ न त भन्नुभएर नुहाएर टक्क बाबु म अनि हजुरआमा चाहिँ काँक्रो टिप्न जाँदैछौँ। अनि अलिकति उतापट्टि बारी छ हाम्रो चाहिँ। यो चाहिँ तपाईँहरूलाई थाहा छ होला, यो उसको रुख के भन्छ यसलाई, कुच्चोको रुख क्या, कुच्चो फल्छ नि, हो त्यसको रुख हो यो चाहिँ। अनि हजुरआमालाई मैले सोध्दै थिएँ कि, अनि हो भन्नुभयो उहाँले। कस्तो राम्रो देखेछ है आकाशहरू। अनि यो कुच्चोको रुख देखिहाल्नु भयो, यहाँ चाहिँ मजाले फलेको छ कि। अनि हामी चाहिँ हाम्रो बारीमा जाँदैछौँ। अनि मैले चाहिँ यहाँ रिन्चेनले के हेर्दैछ, एभोकाडो पनि छ है हाम्रो यहाँनिर। हजुरआमाले यहाँनिर मैले कति सेयर गरेर राखेको छु, कतिचोटि यहाँनिर लडिसकेको थियो, मैले चाहिँ राम्रो पानी सानी हालेर राखेको भन्दै हुनुहुन्थ्यो। अनि अघि हिँड्दै हुनुहुन्थ्यो। अनि गएँ अनि हामी पुग्यौँ त्यहाँ बारीमा। अनि बारीमा पुगेको त त्यहाँनिर ला एउटा त खाइसकेछ भन्नुभयो हजुरआमाले, कुहिसकेछ भन्नुभयो। अनि अर्को चाहिँ एउटा रहेछ, ऊ रिन्चेनले समातेर, उसलाई एकदमै खुसी लाग्यो क्या त्यो देखेर। उसले अस्तिदेखि नै काठमाडौँदेखि नै म टिप्छु है, मामा घरमा गएर म काँक्रो टिप्छु भनिरहेको थियो। उसलाई के नै गरे जस्तो भएको छ। अनि एकदम रमाएको छ ऊ चाहिँ, एकदम ह्याप्पी छ, एक्साइटेड प्लस ह्याप्पी कि। सो मैले पनि यसरी काँक्रो लिइहालेँ। अनि त्यसपछि चाहिँ हामी अब घरतिर लाग्छौँ। घरतिर लगाएर काँक्रो साक्रो काटेर पनि खायौँ। अनि रातिको समय हो यो चाहिँ, दुध तताउनको लागि हजुरआमाले दुध दुहुन जानुभएको थियो। अनि हामी आगो फुक्दै बसिरहेको थियौँ आमा छोरा। अर्को चाहिँ भिडियो गर्न पाएन। अब दिस मच फर टुडे। अब यो यति नै हो आजको लागि।